16 सालमा यो बनाउँदै गरेको चाहिँ तपाईहरु साक्षी हुनुहुन्छ, त्यो देख्नुभयो? त्यो त देखियो एकदम। 16 सालमा चाहिँ हामीले प्रष्टै देख्यो। म 9 वर्षको थियो, अब उहाँ त अब मभन्दा 8-9 वर्षको दाइ हो, उहाँहरूले त प्रष्टै थाहा छ है। अब यो बनाउँदाखेरि यो अमेरिकन के अरे जोन भन्ने चाहिँ हेलिकप्टरमा आउँथ्यो, यहाँ माथि बस्थ्यो। अनि हामीलाई चिया एउटा र पाउरोटी एउटा दिँदाखेरि हामी उफ्रेर नाच्थ्यौँ खुसीले। अब के गर्ने, अब घरमा अब खाए मकैबाट नखाए छैन, अब चिउरा खाउँ भने दसैँ आउनुपर्छ। चिउरा पनि दसैँमा मात्रै खाने चलन, पाउरोटीहरू भन्ने त्यो बेला यता हुँदैन थियो होइन? त्यही त भन्दैछु, पाउरोटी र चिया दिएपछि त्यो 3 बित्त उफ्रिने हामी। अब कुरा त्यहाँनिर रमाइलो हुन्थ्यो के हजुर, खान्न पाएको होइन। अनि पाउरोटी र चिया यहाँ त्यहाँ पर क्याम्पमा गर्थ्यो, नयाँ चिज पनि भयो। अनि उनीहरूले ल ल ल खाऊ भनेर दिँदैखेरि त हामी 10-12 जना गोठालो आउँथ्यौँ। त्यतिखेर चट्ट दिएपछि ओहो आज चिया र पाउरोटी खान पाएँ भनेर हामी खुसी हुन्थ्यो के।